किमा नुडल्स मन पर्छ तर किमा नुडल्स खाने चिल्ली ओयल बनाउन आउँदैन भने आउनुस् म सिकाउँछु तपाईलाई एकदम सिम्पल तरिकामा। फर्स्टमा चाहिँ तिल भुट्ने यसरी मजाले। ओके, सो अहिले अचार बनाउँदा चाहिँ यतिकै राख्नु भयो नि हुन्छ, तर मलाई चाहिँ पिनेको मन पर्छ अनि म चाहिँ सिलौटामा पिन्छु अनि किनभने सिलौटामा पिन्यो भने चाहिँ यसको त्यो हल्का त्यो पाउडर भएपछि चाहिँ मजाले ग्रेभी आउँछ। सो या म चाहिँ पिन्छु। त्यसपछि एकदम सजिलो भनेको चाहिँ एउटा भाँडामा तेल तताउने, तेल तताएपछि चाहिँ अर्को भाँडामा अघि पिनेको तिल अनि त्यसपछि चिली फ्लेक्स अनि पेप्रिकाको धुलो अनि स्वाद अनुसार नुन अनि नेपाली धुलो खुर्सानी हाल्ने अनि भिनेगर पनि हाल्ने। भिनेगर तपाईहरुलाई अमिलो कतिको मनपर्छ त्यति भिनेगर हाल्ने, मलाई चाहिँ अमिलो अमिलो मनपर्छ त्यही भएर म टन्नाइहाल्छु। त्यसपछि लास्टमा त तेल झ्वाइँ गर्ने। मेन इन्ग्रेडियन्ट चाहिँ धनियाँ छुटाएछु, लसुन चाहिँ धनियाँ हाल्ने बिर्सेछु है गाइस। अनि मिक्स गरेपछि चाहिँ योर चिल्ली ओयल इज रेडी। आई मिन लुक एट द्याट। डोन्ट टेल मी मुखमा थुकायो भनेर। ओ माई गड, नुडल्ससँग त यस्तो मिठो हुन्छ नि। त्यहीमाथि आज म किमा नुडल्स बनाउन लाग्छु अनि ठ्याक्क मेरो चिल्ली ओयल सकिरहेको थियो त्यही भएर बनाएको। But look at this. Oh my god. Chili oil, yes please.